हेलो साथीहरु, वेलकम छ मेरो युट्युब भिडियोमा। म फेरि पनि ब्याक आइसकेँ किनभने तपाईहरु पनि सन्चै हुनुहुन्छ होला अनि म पनि सन्चै नै छु। अनि आजको भिडियो चाहिँ म तपाईहरुको माझ ल्याउँदै छु। अनि साथीहरु, आज चाहिँ मेरो चाहिँ छुट्टी रहेको छ। मेरो हर मन्डे चाहिँ छुट्टी हुन्छ, तर त छुट्टीको दिन चाहिँ मेरो एक्लै छुट्टी हुन्छ क्या साथीहरु। अरू साथीहरुको चाहिँ छुट्टी हुँदैन, अरू बार हुन्छ। अनि आज मन्डे भएको कारणले आज मन्डेको दिन चाहिँ मेरो मात्रै छुट्टी हुन्छ क्या साथीहरु। त्यही भएर म चाहिँ के गर्ने भनेर हैन बसिरहेको थिएँ। अनि यसो भ्लग बनाएर सानोतिनो यसो छोटो भ्लग बनाएर चाहिँ म तपाईहरुको माझ यसो हालौँ कि भन्ने सोच गरेको छु। अनि तपाईहरुले लाइक गर्न सक्नुहुन्छ, कमेन्ट अनि के भन्छ मेन कुरा चाहिँ सब्स्क्राइब गरिदिनु होला। किनभने मेरो भिडियो चाहिँ जति पनि मैले भिडियोहरू अनि सर्ट भिडियोहरू हाल्छु नि टक्क तपाईहरुको माझ आउँछ क्या। तपाईहरुले मलाई सब्स्क्राइब गर्नुभयो भने हैन, त्यस कारणले म तपाईहरुलाई बिन्ती गर्दछु लाइक सब्स्क्राइब एनी हाउ गर्नु होला है साथीहरु। अनि देख्न सक्नुहुन्छ आजको नजारा चाहिँ मेरो झ्यालबाट चाहिँ म तपाईहरुलाई एउटा टक्क जंगल जंगलै भन्नु पर्यो नि है साथीहरु। अब यहाँनेर कतारको ठाउँमा यस्तो बोट बिरुवाहरू देख्दाखेरि जस खुसी लाग्छ। अलिकति हाम्रो अब आफ्नो नेपालमै भए जस्तो हुने के यस्तो फिल देख्न सक्नुहुन्छ है। यहाँको नजारा चाहिँ ठ्याक्कै मेरो रुम मेरो बेडको चाहिँ झ्यालै अगाडि छ क्या। झ्याल त्यो झ्याल म खोलेर बसेको छु क्या यहाँनेर साथीहरु। यहाँनेर किनभने यो जाडो मौसम भएको कारणले चाहिँ यो धेरै यो एसी भन्दाखेरि पनि धेरै यहाँनेर यो रुमहरू चाहिँ चिसो भएर हो कि खोइ गर्मी भएर हो मलाई केही थाहा छैन। यो पुरै पसिना आउने के साथीहरु यस्तो यस्तो भित्तामा। अनि यस्तो भित्तामा यो के अरे पसिनाहरू आएपछि पुरै यो गन्ध गनाउने के साथीहरु गन्ध। अब यहाँनेर रुममा धेरैजना साथीहरु छौँ, 7-8 जना राखेको छ एउटै रुममा। अनि प्लस ओछ्यान प्लस मुनि चाहिँ अब हैन बेड मुनि आफ्नो आफ्नो पर्सनल बेड मुनि चाहिँ सामानहरू राखेको कारणले अब त्यही त होला नि हैन। अब खुल्ला भए पो अब गनाउँदैन। अब यस्तो छ नि त, अब मिलाएर कुरा बुझौँ न है। त्यस कारणले चाहिँ नि अलिक स्मेल आएको हुनाले यसो ढुँडी भनौँ न गनाइरहेछ। त्यही भएर चाहिँ मैले चटलाएर आज ढोका भन्दा ढोका हैन झ्याल खोलेको छु मैले एसी निभाएर। म तपाईहरुलाई यो झ्यालबाट बाहिरको नजारा पनि थोरै देखाउँछु ल। देख्न सक्नुहुन्छ यो झ्यालबाट चाहिँ चट्ट यति राम्रो मनोरम दृश्य यो निमको बोट हो। यो निमको चाहिँ एकदमै राम्रो जडी औषधि हुन्छ अरे साथीहरु। हुन्छ अरे हैन हुन्छ, किनभने मैले यो बिरामी हुँदाखेरि ज्वरो आउँदाखेरि पनि मैले यो उमालेर खाएको छु। नेपालमा हुँदाखेरि च्वाट्टै पार्छ हौ साथीहरु। यति जडीबुटी यो फेसमा लाउँदा पनि भयो, जिउहरुमा घाउ खटिराहरू केहरू निस्किँदाखेरि पनि लाउँछन् नि साथीहरु। एकदमै मिठो जडी है यो चाहिँ, एकदम राजा जडीबुटीको। मेरो झ्यालबाट चाहिँ चट्ट यस्तो देखिरहेछ है नजारा साथीहरु। आज मैले झ्याल खोलेर बसेको छु नि त म। अनि छ नि साथीहरु के गर्नु, मेरो ड्युटी बनाएछ छुट्टीको दिन चाहिँ एउटा साथीहरुको पनि उ छैन के साथीहरु, छुट्टी छैन, मिल्दैन। अब छुट्टी त हुन्छ, अरू बार हुन्छ, तर अब मेरो छुट्टीको दिनै चाहिँ छ्याट्ट तरिकाले हुँदैन। हेर न यहाँ रातो कलर लगाएको थिएँ कपालमा, कस्तो दामी साइनिङ भएछ हौ के गर्नु। अनि छुट्टीको दिन चाहिँ दिनभरि पनि सुतौँ है भनेर भनेको साथीहरु। के गर्नु यो 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 अगति यो असति आँखामा चाहिँ के साह्रो चाहिँ निद्रा नलागेको होला है मलाई। म त यही टेन्सन लागेर आउँछ। आज छुट्टी छ है भनेर चाहिँ थाहा भइसकेपछि अघिल्लो दिनदेखि निद्रा लाग्दैन हो साथी मलाई। यति चाहिँ तनाव, यति चाहिँ यो के भएर चाहिँ निद्रा नलागेको साथीहरु। आमामा मेरो अरू साथीहरु यहाँ रुमको साथीहरु छुट्टीको दिन त दरो सुत्ने हो, दरो सुतिन्छ भन्छन्, तर मलाई निद्रा लाग्दैन के साथीहरु। मलाई यो के भएको हुन त अब म यहाँ एक्लै भएर पनि होला, तर एक्लै भन्दा पनि साथीहरु भयो भने झन् निद्रा लाग्दैन। झन् एक्लै हुँदाखेरि चाहिँ शान्ति हुन्छ, अब हल्ला हुँदैन हैन। झन् निद्रा लाग्नु पर्ने, के गर्नु जिन्दगीमा निद्रै लाग्दैन हौ साथीहरु मलाई चाहिँ के भएको होला। अनि यतिकै बस्ने। अनि आज मैले बिहानै उठेर साथी ड्युटी जानको लागि रेडी हुँदैछ। मैले खाजाहरू बनाएँ हैन,
त्यही त हो नि, चाउचाउ अन्डा। त्यहाँदेखि चट्ट खाजाहरू बनाएर उसलाई पनि दिएँ, मैले पनि खाएँ। अनि चाहिँ म सुत्छु है आज दिनभरि भनेर भनेको, के गर्नु साथीहरू, निन्द्रा लागेन क्या साथीहरू, निन्द्रा लागेन। त्यही भएर नि मैले चाहिँ उठेर लिभिङ हल सफा गरेँ, किचन सफा गरेँ, टोयलेट, आफ्नो रुम भनेपछि सबै सफा गरेँ। अनि म टक्क ओछ्यान मिलाएँ। अनि त्यहाँदेखि म टक्क बसिरहेको छु अहिले चाहिँ। तर के गर्नु साथीहरू, निन्द्रा लाग्दैन, सुतौँ भन्छु निन्द्रा लाग्दैन, के गर्ने होला। अब आजको दिन पनि यत्तिकै गयो मेरो, के गर्ने होला है, गाह्रो छ। अब बेलुकाको समयको लागि र भोलि ड्युटीको लागि चाहिँ खानाहरू चाहिँ बनाउनु पर्ने हुन्छ मैले, किनभने आज मेरो छुट्टी हो। अब हप्ताको एक दिन मात्रै म किचनमा चाहिँ होइन, मेरो काम हुन्छ क्या त्यहाँनिर खाना पकाउने। नत्र भने अरू बेला त मेरो साथीले बनाउँछ हो साथीहरू, के गर्नु म भ्याउँदिनँ। अब मेरो साथीको 5 बजे ड्युटी छुट्टी हुन्छ, मेरो 6 बजे छुट्टी हुन्छ, आउँदाखेरि 7 बज्छ होइन। के गर्नु, डाइरेक्ट आउन पाए त छिटो पनि आइथ्यो होला, के गर्नु साथीहरू। अनि म चाहिँ यतिकै बसिरहेको छु। आज मलाई हेरेर साथ दिन सपोर्ट गर्नु होला है साथीहरू, सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु है साथीहरू। गएर छ। अनि यो चिगम चपाइरहेको छु आज मैले, किनभने मैले यहाँ यो बेड सफा गर्दा बेडको ओछ्यानहरू मिलाउँदाखेरि कि साथीहरू आज मैले भेटाएको थिएँ क्या, त्यही भएर खाइदिएँ। गाह्रो छ साथीहरू। अनि मेरो यो कपालको हायर भन्न आएछ फेरि। यो कपालको यो कलर चाहिँ कस्तो छ हौ साथीहरू, यसो कमेन्ट गर्नु है साथीहरू, गाह्रो छ। अनि आजको दिन चाहिँ यस्तै रह्यो है मेरो, के गर्नु, लामो लामो भिडियोहरू पनि ल्याउन सक्दिनँ, के गर्नु साथीहरू। अब एक्लै पागल जस्तो घुम्न जाउँ भने पनि कहाँ जाउँ। अनि अब यो रुमकै यसो बनाऊँ न भन्यो भने कसरी के बनाऊँ, त्यस्तै हुन्छ साथीहरू। त्यही भएर मैले आज चाहिँ चट्ट बनाइदिएको है, छोटो सर्ट भिडियो भनौँ न, सर्ट भिडियो, लङ भिडियो। अब कुनै समयमा अब सधैँभरि एउटै समय पनि हुँदैन साथीहरू, कुनै कुनै बेला काहीँ घुम्न गइएछ भने फेरि पनि म तपाईँहरूलाई लङ भिडियो चाहिँ हाल्ने छु। तर आजको लागि चाहिँ यो भिडियो हेरेर चाहिँ एकदमै माया गरेर देखाइदिनु होला है साथीहरू। लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला, विशेष सब्सक्राइब हानिदिनु होला, ओके साथीहरू। अनि आजको दिन चाहिँ यस्तै छ है साथीहरू, मेरो छुट्टी भएको कारणले नि, नत्र भन्दा अब ड्युटीमा गाह्रो छ त। अब फेरि आज दिनभरि निन्द्रा लागेको छैन हो साथीहरू, भोलि फेरि ड्युटी छ है भनेपछि भोलिको त्यो छुट्टी ड्युटी जाने बेलामा यति चाहिँ मिठो लाग्छ नि निन्द्रा, 1 मिनटको पनि किमत हुन्छ साथीहरू। अनि त्यतिखेर चाहिँ कस्तो सोचिन्छ क्या। म चाहिँ के सोच्छु भने, यो निन्द्रा र यो पैसा नपुगेको कारणले हर बिहान 4:30 बजे उठ्नुपर्छ होइन। 4:30 बजे उठेको कारणले चाहिँ अनि त्यतिखेर उठ्दाखेरि चाहिँ अब निन्द्रै लागिरहेको हुन्छ नि त, मसी निन्द्रा लागिरहेको हुन्छ। अनि अब के गर्नु, अब ड्युटी जाने बेला भएपछि अलार्म बज्छ, अलार्म बजेपछि उठ्नुपर्छ। अनि उठ्दाखेरि चाहिँ कस्तो लाग्छ क्या, यो निन्द्रा र यो पैसाले कहिले पुग्ने होला भन्ने हुन्छ। के गर्नु, जिन्दगी यस्तै छ हौ साथीहरू, यो परदेशको ठाउँमा गाह्रो छ। अनि त्यहाँदेखि अब टाइममा उठेर गएन भने पनि फेरि गाडी छोडो भने पनि एक दिनमा 50-60 रियल पैसा कमाइन्छ। अनि ट्याक्सी भाडामा जानु पर्यो भने थाहा छ साथीहरू 30-40 रियल लिन्छ। अनि के गर्नु, गाह्रो छ। त्यही भएर निन्द्रा सिन्द्रा गोली मारिदेऊ भनेर अलार्म बज्ने बित्तिकै जुरुक्कै उठ्ने, मुखसुख धुने, लुगा लाउने, कुदिहाल्ने हो साथीहरू। यस्तै छ है साथीहरू, दिन मेरो यसरी नै बितिरहेछ। अब म नेपाल जाँदैछु, अनि तपाईँहरूलाई म नेपालको चाहिँ भिडियोहरूमा दामी हाल्छु, किनभने अब मेरो देश, आफ्नो जन्मभूमि। अब म जाँदैछु, टक्क भिडियोमा थाहा भइहाल्छ तपाईँहरूलाई, म भिडियो हाल्छु ब्लगमा। हेरेर साथ सपोर्ट माया गरिदिनु होला है साथीहरू। यस्तै छ जिन्दगी। आजको दिन मेरो छुट्टी भएको कारणले तपाईँहरूको माझ यतिको भिडियो चाहिँ ल्याउनको लागि, हाल्नु, तपाईँहरूलाई देखाउनुको लागि चाहिँ म एकदमै तयार भएको कारणले चाहिँ मैले आज चट्ट यति भिडियो बनाएँ। अनि हेरेर माया गरिदिनु होला, लाइक सब्सक्राइब गरिदिनु होला, सेयर गरिदिनु होला।
ल साथीहरू आजको भिडियो चाहिँ के कस्तो भयो होइन तपाईँहरूले हेरेर साथ सपोर्ट माया गरिदिनु होला। आजको लागि चाहिँ म तपाईँहरूको माझ म यो भिडियो एन्ड गर्न चाहन्छु। अर्को भ्लगमा भेट्नु म चाहन्छु। बाई बाई।